नेपाल भाषाबाट नेपाली भाषामा अनुदित कथा वाचन गर्ने क्रममा आज तेस्रो कथा लिएर उपस्थित भएको छु। आजको कथाको शीर्षक छ चुडिएको सिक्री। कथाको लेखक हितकर वीरसिंह कंसाकार हुन्। हाल 84 वर्षको हुनुहुँदा पनि उहाँ लेखन कार्यमा सक्रिय नभए पनि साहित्यिक कार्यक्रममा सक्रिय हुनुहुन्छ। उहाँको अघिमुठ नामक कथा सङ्ग्रह नेपाल सम्मत 1084 साल तदनुसार 2021 सालमा प्रकाशित हुँदा निकै हलचल भएको थियो। प्रकाशित सालमा नै यो अघिमुठ कथा सङ्ग्रहलाई श्रेष्ठ श्रीपालले पुरस्कृत गरिएको थियो। 2027 सालमा अर्को कथा सङ्ग्रह मिजला प्रकाशन भएको थियो। यहाँ उहाँको अघिमुठ नामको कथा सङ्ग्रहबाट उद्गृत चौबुको सिख कथाको नेपाली भाषामा अनुदित चुडिएको सिक्री वाचन गर्न लागेको छु। उहाँको कथामा खास गरेर समाजमा विद्यमान विकृति विसङ्गतिलाई उजागर गरिएको हुन्छ। प्रस्तुत कथामा पनि समाजमा पहिलेदेखि अहिलेसम्म पनि कायमी रहेको सामाजिक समस्याको घटना प्रस्तुत गरिएको छ। प्रस्तुत कथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ब्युजिएका पाइलाहरूबाट साभार गरिएको हो। यसको सम्पादक रिना तुलाटर र भाषानुवादमा नवीन चित्रकारी एवं ध्रुव मरिकर्मी हुनुहुन्छ। सुन्नुहोस् कथा चुडिएको सिक्री। कथाकार हितकर वीरसिंह कंसाकार। कथा यसरी सुरु हुन्छ। बिहान सबेरै उठेर मुख धुन तल झरे। ढाडेनिर पुगेपछि चारैतिर आँखा डुलाएँ। छिँडीबाट ढाडमा जानलाई मात्र मिल्ने गरी भित्ताले बारिएको सानो ठाउँ ठुलो नभए पनि सानो चिटिक्क परेको छ। भित्ता परि रातो सिमेन्टले पोतिएको। अनुमान लागे कि दुलैको खुट्टामा रातो अलो सजिए जस्तै। कुनै जात्रामा उभ्याउने लिङ्गो चाहिँ बिचमा ठड्याइएको छ। धारा अलि पर जगेर पानीको लागि बनाइएको ट्याङ्की छ। ट्याङ्कीमाथि एउटा खटपाल छ जहाँ एक मुठी खरानी छ। मानव प्रदर्शनीमा राख्न बनाइएको कुनै स्वास्नी मान्छेको पाठे घर जस्तो। चिसोले ओसिएको भित्तामाथि ठाउँमा डङ छ। नछुने भयो कि आइमाईको जस्तो। ब्रुस पखाल्ने ब्रुसमा टुथपेस्ट राखेँ। मुखमा पानी राखेर कुल्ल मात्र के गर्न लागेको थिएँ। एउटा टर्ने आइमाई तिनवटा गाग्री लिएर भित्र पसी। मुखमा राखिसकेको टुथब्रुस चिकेर म अलि पछि हटेँ। ढाडामा कोही छैन भनेर लागेर नै होली सरासर भित्र पसेकी ऊ मलाई देख्नासाथ जहाँ पुगेकी थिएँ ती टक्क अडी। मानव कमान्डरलाई हल्ट भर्नासाथ टक्क रोकिएको सिपाही चाहिँ। मलाई देख्नासाथ अपरिचित आँखा लज्जाले हटपट फुटमा झारी कुल्ला गर्न मुखमा राखेको पानी पिच्च नगरी मैले पनि केही होइन जस्तो गरी दाँत माझ्न थालेँ। लाज मानी सङ्कोचले उसले तिनटै गाग्री भुइँमा राखी त्यसबाट आएको टाङटाङका आवाजले ऊ आफै एक फेर चस्की। अनि मतिर एकचोटि पुलुक्क हेरी। बिस्तारै पाइला चाले। खटपालबाट भएको खरानी एक मुठी लिई अनि गाग्री मस्काउन थाले। मैले बिस्तारै टाउको यताउता घुमाएँ। निकै टलिन्टाका साथ ऊ गाग्री मस्काइरहेकी छ। त्यसै बेला मेरा आँखा उसको पिठुमा पर्यो। मलाई सङ्कोच लाग्यो तैपनि मैले त्यताबाट आँखा नहटाई छर्के नजरले हेरिरहेँ। गाग्री घुमाई मस्काइरहेको दृश्यले मलाई तानिरह्यो। मलाई राम्रैसँग थाहा छ मैले जस्तै उसले पनि एकचोटि मस्का पुग्नेमा दोहोरो टेरो गाग्री मस्काइरही। अलिकति खरानी लिन्छ र नचाई गाग्री मस्काइरही। केटाकेटी चाहिँ टाँसिएर गाग्रीसित खेलिरहेका उसका औँलाहरू निकै आकर्षक छन्। छिट्टै काम सकिएला भनेर अर्को गाग्री मन लागि नलागी आफूतिर तानिए। यसो खरानी लिन बढाएको हात खरानी सकिएको देखेर चसङ्ग भई। मतिर एकचोटि पुलुक्क हेरेको लगत्तै पछि खटपालमा भएभरको खरानी सोरेर लिए। अब खटपाल स्निट भयो। बच्चा झरेपछिको पाठ्यघर चाहिँ। दाँत माझ्दा मलाई पनि होसै भएन। मुख अमिलो भएपछि पो कुल्ला गर्नुपर्ने याद भयो। ढाडामा हात अड्याउँदै मैले नरम स्वरमा भने अलिकति उता सर्न हुन्छ कि छिटा पर्ला। फिसीका हाँस्दै गाग्री आफूतिर सार्दै आफै पनि अलि पछाडि हटी। मुख कुल्ला गरिसकेपछि जिब्रो सफा गर्ने जिब्री लिए। गाग्री मस्काइरहेको आवाज एकासी बन्द भएकोले यसो पछाडि फर्केर हेरेँ। उनी त बाहुलोभरि खरानी लागेको हात लट्काएर ठिङ्ग उभिरहेकी थिए। जिब्रो सफा नगरी 3 पाइला पछाडि सरे। उसले मलाई अचम्म मानेर हेरे। मलाई अलि सङ्कोच लागेकोले काँधमा भएको रुमाल किलामा झुन्ड्याउन आँखा घुमाए तैपनि उनी गाग्री नथापी उभिरही। मैले पनि केही नभनी किल्लामा झुन्ड्याएको रुमाल चिकेँ। पछि के विचार आयो कुनी फेरि झुन्ड्याइदिएँ। तपाईँ नि पहिला सकाउनुहोस् न म पछि गरौँला।
उसले बिस्तारै भने। होइन होइन, तपाईँ न गाग्री पखाल्नुहोस् न, मलाई के छ र, यही त हो नि, फेरि त्यस्तो हतार पनि छैन, मैले सजिलै भने। मुख धोएकै बेला दुःख दिन आए भन्दै उसले तिनटै गाग्री पखाली निकै बेर लगाएर। म पनि कुनै हतार नमान्ने भित्तामा अड्डेसिएर बसिरहेँ। उसले गाग्री थापी भरियो, अर्को थापी, त्यो पनि भरियो। तिनटै गाग्री भरियो, तर अदृश्य डोरीले बाँधिएसरी ऊ उभिरही, देख चलेन। मलाई एकचोटि पुलुक्क हेरी अनि मुख धोई। कुनामा राखिएको धानको भुस लिएर खुट्टा पखाल्न सिध्याई। अनि के गरौँ भएर होला मन नलागी गाग्री उठाउन निहुरी। त्यसै बेला मेरो आँखा उसको छातीमा पर्यो। जिउ सिरिङ्ग भयो। उनले अनायास सारीको सबकोले छोपी अनि फर्केर हेरी लुरु गई। जिब्रो सफा गरेपछि मुख पनि टोए। ऊ अर्को गाग्री लिन आए। त्यो पनि मन नलागी पाइला चाल्दै बोकेर लगे। मुख पुछे हात खुट्टा धोइसकेर पनि मेरो खुट्टा डेग चल्न मानेन। लोसे चाहिँ भएर ढारामी त्यत्तिकै बसिरहे। कसैको प्रचार सुनेपछि हतार फेरि मुख टोए। ऊ रहिछे। गाग्री नउचाले केही बेर त्यत्तिकै उभिरही। नखरमाउली भएर कति मुख धोइरहेको भन्ने भनेर रुमालले मुख पुछे। उसले बिस्तारै गाग्री सकी नसकी उचालेर कम्मरमा ठपक्क राखी। गाग्री च्यापेर उसले बिस्तारै पाइला चाली, मानो दुखाइले खुट्टै उचाल्न गाह्रो जस्तो। म टोलाउँदै हेरिरहेँ। उसले फनक फर्केर मतिर हेरी। मलाई अचम्म लाग्यो। के भए जस्तो उसको अनुहार देख्दा कलेजोमा चस्स बिज्यो। आँखामा तलपलाएको आँसुलाई बलजफ्ती लुकाएको दृश्यले उप्रति मभित्र सहानुभूति पैदा भयो। केही भन्नलाई मैले पाइला चालेँ, तर केही भन्नु अगावि मलाई फर्की हेर्दै गई। कोठामा गएँ। चिया खाइरहेँ, तर कुनै स्वाद आएन। के भएको होला बुझ्न खोजेँ। चाहिने कुरोमा पो ध्यान दिनु। अरूको बारेमा तिमीलाई के को चिन्ता? मनमा खेलिरहेको कुराले दबाउन खोजे, तर झन् अगाडि आइरह्यो। आँसुले तलपलाएको त्यही आँखा। बेलुका भयो। खाना पाक्यो। खाना खाएर कोठामा आएँ। रुमालले मुख पुस्दै बेचमा ठचक्के बसेँ। निर्वस्त भएर खिचेको फोटो टेबलमा राखिएको देखेर चसङ्ग भएँ। त्यो पनि तीनवटा। आफैलाई लाज लाग्यो। तैपनि नहेरे जस्तै गरी बिस्तारै हेरेँ। छि, एक्लै बसेर खिचाएको भए यो त कुरा। दुईजना सँगै टाँसिएर, त्यो पनि ठरी प्रकारले। आखिर यस कोठामा आयो कसरी? मैले यसो के हो भ्यू पाउनै सकिन्न। विचार गर्न सक्नु पनि कसरी? म यस घरमा बहालमा बस्न आएको हिजै मात्र हो नि। कसैसित छिल्लिएर नाना थरी कुरा गरेको भए पनि एउटा कुरा, त्यसो पनि होइन। फेरि यतै बस्ने हर्कच भने नोकरको अनुहार हेर्दा त त्यस्तो लाग्दैन। तैपनि अचेल कसको बारेमा के भन्न सकिन्छ र? त्यसो त विश्वास अविश्वासमा बदलिन बेर लाग्दैन भन्ने भनाइ पनि छ। भर्याङमा कसैको प्रचार सुनेपछि हटपट फोटोलाई टकिया मुनि लुकाएँ। को होला भनेर यसो हेर्दा उही खरिबेटीकी एक्लै छोरी लक्ष्मी नानी पो रहेछ। कस्तो तर्सेको। हातमा ससाना दुईटा मुला लिएर के लुकाउनु भएको भन्दै कोठामा स्वाट्ट पसी। केराको ठाम चाहिँ गोरो खुट्टा घुँडासम्म देखिने गरी सारी तानेर ठचक्क बसे। नाच्न नजानेले आँगन टेरो भने चाहिँ अनुहार न दनुहार भएकीलाई गोरो खुट्टा देखाउनु पर्ने, यस्तो पनि तरिका हो? मलाई घिन लाग्यो। मैले अप्ठ्यारो मान्दै किताब पल्टाएँ। के लुकाउनु भयो त्यस्तो बिरी हँ? उसले फेरि भने। केही होइन, मैले केही थाहा नपाए जस्तो भने। होला त्यसरी लुकाउनु पर्छ र? उसले भने, मानव हामी पहिलेदेखि परिचित जस्तो। मैले नसुने जस्तो गरेँ। केही खोजिरहेछ किताबको पाना पल्टाइरहेँ। मैले देखिनँ भनेर लुकाउनु पर्ने? त्यसले देखाउने नहुने चिज के होला? उसले झन् कोट्याएर भनी। लक्ष्मी नानीलाई कोट्याई कुरा गरेको देखेर मलाई नै छक्क लाग्यो। हिजै मात्र म यहाँ बस्न आएको, कसैसित राम्री भेटघाटै भएको छैन। एकैचोटि आफन्तसित भेटे चाहिँ कुरा पो गर्न थाले। यो मुला खाना हुन्छ कि? अलिकति रुन्छ स्वरमा सोरी। हेरिरहेको पुस्तकमै पर्ने गरी पाठ निमोठेर मुला राखिदिए। मैले खान मन छैन भन्दै उसलाई फर्काइदिएँ। उसले मलाई खाउन चाहिँ हेरिरहे। सङ्कोच लागेर मैले नि आँखा ठटाएँ, तर उसले पटक्कै सङ्कोच मानेकी होइन, लाज मानेकी होइन। मैले फेरि आँखा उठाएर हेरेँ। अब उसका तिर्खाएका आँखाहरू मतिर नभएर भुइँमा खसेको मुलामाथि पर्यो। उसले सायद त्यसैमा अनौठो संसार देखियो होली। मुलाको आँखाहरूले उसको आँखा चलमलायो। मेरो आँखासित एक्कासी जुटेपछि ऊ फिसिक्क हाँस्दै टाउको कन्याउन थाली। मैले पनि फिस्सा हाँसिदिएँ। मलाई उसको चालमाला मन परेन। तैपनि उसलाई सङ्कोच लागेको होइन। लोग्ने मान्छेसित कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा थाहा नपाएकी स्वास्नी मान्छेले सङ्कोच मान्नु पनि कसरी?
उसलाई घोक्राएर कोठाबाट निकालिहालौँ जस्तो लाग्यो। कठालो समातेर खिसारेर पठाइदेऊ जस्तो लाग्यो। तर के गरौँ, खरिबेटीकी छोरी परिए, फेरि उल्टो पर्ला। अचेलका आइमाई उसको व्यवहारले भित्रभित्रै मुरमुरिए पनि सहेर बसे। नाङ्गो खुट्टा कन्याउँले ऊ एकनासले मुलाई हेरिरहे। थाहा छैन उसले त्यहाँ के देखी। सिधै जाऊ भन अप्ठ्यारो लागेर भूमिका बाँड्दै भने, खाना खानु भयो? बा हुनुहुन्न क्यारे हो? खाएकी छैन, बाटो अघिदेखि बाहिर जानुभएको आउनुभएकै छैन, खै कहाँ गएको हो क्यारे? कम्मरमा कन्याउँदै जवाफ दिए। छि, कति लवस्तरी आइमै रहिछ, मैले मनमनै भने। मैले उत्तरप त्यति साह्रो ध्यान नदिएकोले हो कि उसले मुख अमिलो पारी। खोइ, त्यो चित्र त निकै राम्रो जस्तो छ। बसेको ठाउँबाट सर्दै सर्दै छेउमै टुचुक्क बस्न आई। यो को होला? सिपाहीहरू दाइँ बाइँ पर दिइरहेको होला होइन? थाहा नपाए जस्तो गरी मसित टाँस्न आई। फेरि छुट्टिएर पत्रिकातर्फ हात पुर्याई। मेरो अनुहार रातो भयो। पाइतलादेखि रनक्क आगो बल्यो। चुल्ठो समातेर ठचारिदिउँ जस्तो लाग्यो। तर मैले बुझे पनि नबुझे जस्तो गरी आफै अलि पछि सरे। यसै बेला भराइमा कोही आएको आवाजले मेरो आँखा ढोकातर्फ पुग्यो। कोठामा पसेपछि पो थाहा भयो लक्ष्मी नानीको बाउ पो रहेछ। म झुरुक्क उठेँ, खुट्टा ठर्र काम्यो, अनुहारमा चिटचिट पस्न आयो, छाती जोरले हल्लिन थाल्यो। एक पाइला डेग चलेन, बस्न पनि सकिन। तर ऊ भने निष्प्रकिसित बसिरहेकी छ। हामी दुईको आँखा जुर्यो, तर केही नभने खरिबेटी मुस्क हाँस्दै खुरखुर माथि गयो। कुरा केही बुझे जे केही नबुझे जे भयो। तर मैले राम्ररी बुझ्ने प्रयास गरिन, न त ध्यानै दिउँ। नानी खाना आऊ भनेर आमाले बोलाएपछि मात्र ऊ माथि गई। ऊ निस्कनासाथ ढोका ड्याम्म लगाएर चुकुला हाले। किताबै नपढी पल्टे। थाहा भएन कतिखेर निरा। भोलिपल्ट मुख धुन तल धारामा गएँ। तर मुख नधोई केही बेर ढोकातर्फ हेरिरहेँ। कसैले दिएको समयमा पर्खिरहेछ। साँच्चै केही बेरमा ऊ त गाग्री बोकेर सुरु आइरहेकी। आज उसको पाइला अजीब ढङ्गले बालापन बोकेर आएझै लाग्यो, जुन मैले राम्रै चाल पाएँ। खुसी लाग्यो। धारा भएतिर उभिएर मैले उसलाई नदेखे जस्तो गरी हात धोएँ। उसले भुइँमा आवाज आउने गरी गाग्री राखे। मैले फर्केर हेरेँ। उसले हँसिलो अनुहार झुकाई। केही बेरमा गाग्री पखाली। तपाईँ नि थाप्नुहुन्छ कि? मैले सोधेँ। होइन, तपाईँ नि मुख धुनुहोस्, आज मलाई हतार छैन, लज्जालु पाराले भने। म मुख कुल्ला गरेँ, धोएँ। ऊ थिङ्ग उभिएर मलाई आँखै नझिम्काइकन हेरिरहे। त्यो मैले पछि मात्र चाल पाएँ। मुख पुछेँ। यसै बेला उसले नरम स्वरमा भने, तपाईँ यहाँ बस्नुभएको कति दिन भयो? अस्ति रातिदेखि बालमा बस्न आएको कारण पनि भने। गाग्री थापुन्जेल मैले सोधेँ, तपाईँको घर यही टोलमा हो, यो घरको सामुन्ने? तपाईँको नाम? उसले जवाफ दिइन, मुस्क हाँसी। नसुने जे गरी गाग्री आफूतिर ताने। भन्नुहोस् न, मैले फेरि सोधेँ। शोभा। नाम त भाग्यमानी रहेछ। मैले त्यति के भने हँसिलो अनुहार एकैचोटि खिसिर्क पारेर भरिएको गाग्री बोकी। हिजो चाहिँ आँखाभरि आँसु राखेर खुरखुर गई। मैले कुनै नराम्रो वा मनमा बिज्ने कुरा भनेछु भन्ने लागेर नमजा लाग्यो। तै पनि सुन्नलाई म पर्खिरहेँ र तेस्रो पटक गाग्री लिन आउँदा मैले सोधिहालेँ, एउटा कुरा सोध्छु, तपाईँ नरिसाउनु है? किन रिसाउनु, भन्नुहोस् न, कतै परबाट आएको जस्तो आवाजमा पनि। उसको अनुहार चञ्चलताले टपक्क पोटिएको भए पनि विवशता र नैराश्यले आफ्नो छाप पनि छोडेको छैन। उसले गम्भीर अनुहारले आफ्नो पीडा लुकाउन खोजी। मैले के सोध्न लागे भन्ने लागेर सतर्क भई अनुहारमा सकभर सहजता ल्याउने प्रयास गरी। तपाईँको आँखाबाट टप्किएको आँसु देखेर मलाई तपाईँलाई केही, मैले नरम स्वरमा अपुरो प्रश्न गरेँ। मेरो प्रश्नले उसको आँखा झस्किएको देखेँ। सम्पूर्ण रूपमा लुकाएको पीडा फेरि अनुहारमा कोरिन थाल्यो। उसका ओठहरू ठरठरा अटेस मटेस भएर आँखाबाट आँसु टिक्काहरू खस्न थाले। भुइँमा टक्किएका आँसुहरू त्यसको लगटै पछि बिलाए। अनाहकमा बढी जान्ने भएर प्रश्न सोधेछु भन्ने मनमा लाग्यो। केही होइन, त्यत्तिकै। जवाफ पुरा आएन। गाग्री बोक्दै फर्केर हेरी केही भन्न खोजी। मैले कान थापेँ, तर उसले ओठलाई त्यत्तिकै बन्दै गरी। यति बेलै माथिबाट केही खुरखुर तल झरेको आवाज आयो। आवाजले हामी दुवै हडबडायौँ। शोभाले हतार हतार पाइला चाली। मैले पनि अनुहारमा डोहोर्याएर साबुन डलेँ। लक्ष्मी नानी आइकी रहेछ। तपाईँसित साबुन छ होइन?
एकचोटि नुहाइहालौँ है, ननुहाएको कति दिन भइसक्यो, कस्तरी टाउको चिलाएको, जिउ पनि टिकटिकै चिलाइरहेछ। लक्ष्मी नानी धारानिर आई, आउनासार पछाडि फर्केर फुल बुट्टा भएको सारी फुर्र फुकाली। पातलो पेटीकोटले चपक्क मुहाई खाइरहेको उसको पुतिलो जिउले मलाई उकुस मुकुस पार्यो। मेरो आँखालाई त्यसै त्यसै तानिरह्यो। भित्र चेस्टर रहन्छ, पेटीकोटलाई नै अलिकति माथि सारेर छाती छोपी। बैसले जिस्काइरहेका स्तन पेटीकोटसित टाँसिएर झुन्डिरह्यो। भकाएको बच्चाले चाहिँ मुख भएर टोलाइरहे। उसले त्यसपछि पानीले जिउ भिजाए। कुचिकारले ठुलो बढारेर एक ठाउँमा थुपारिए जस्तो मासुको डल्लो जिउले बास्ना साध्य भएर पनि अर्थले आगो वक्लिरहेछ। मलाई मरेतुल्य सङ्कोच लाग्यो। मुखी नपुछी हात्ती पाइला चाल्दै एकै सासमा भर्याङ चढेर कोठामा आएँ। कलेज जाउँ भने पनि आज शनिबार, त्यसले पट्यार लागेर कहाँ जाउँ भएर झ्यालमै बसेँ। मलाई त यादै नभएको। ऊ पनि झ्यालको पर्दाको कापबाट मलाई चियाइ हेरिरहेको रहेछ। मैले पनि नदेखे जस्तो गरी कहिले यता त कहिले अर्कोतिर आँखा घुमाइरहेँ। यति बेला पनि मैले देखेँ निराशाले छोपिएको आँखामा एक प्रकारको भय मिश्रित आँसु टल्पलाइरहेको। मलाई त्यही प्रश्नले पुनः चिमोट्न थाल्यो, तर मैले केही बुझ्न सकिनँ। उसको आँखामा लुकेको रहस्यलाई बुझ्न थाहा पाउन बिरालोले चाहिँ एकनासले हेरिरहे। कोठाभित्र कोही पसेको आवाजले ऊ झ्यालबाट सर्क हटी अनि मैले देखेँ त्यहाँ एउटी वृद्धा। यस प्रकार 1-2 दिन गर्दा गर्दै 8 दिन बित्यो। यतिका दिनभित्र शोभासितको मेरो सम्पर्क अलिक गाह्रा भयो। अब भेट्ने ठलो ठाडो मात्र रहेन, स्वयम्भूमा मात्र होइन, मेरो कोठासम्म पनि ऊ आउन थाली। ऊ निसङ्कोच कोठामा पस्ने पैछ, तर लाज पनि उत्तिकै मान्छे। नलजाउन पनि कसरी आइमाईको जात। एउटा कुरा, जाने बेलामा आँखाबाट आँसु झार्ने भन्ने छाडेकी होइन। मैले कतिचोटि दोहोऱ्याइ टेर्याइ सोधेँ, तर यो कुराको उसले उत्तर दिएकै होइन। मैले कति सम्झाएँ तर मानेकै होइन। जे पर्ला आज त नसोरी कहाँ छोड्छु। 3 बजेपछि ऊ तुपुल्क आइपुगी। बस भनेर एउटा चक्टी अगाडि सारिदिए। यही ठिक छ भनेर चक्टी हटाएर बसी। 2 जना बीच अनेक थरीका कुरा भयो। कुराको सिलसिलामा मैले केही भन्नै लागेको थिएँ। उसैले भने, तपाईँ नरिसाउनु भयो, एउटा कुरा भन न, त्यहाँसम्मको कुरा त होइन होला। मैले हाँस्दै भने, साँच्चै रिसाउनु हुन्न भन्ने मात्रै भन्छु, नत्र भन्ने ठट्टा होइन, भुइँमा कोट्याउँदै भनी। ल रिसाउन, के कुरा हो छिटो भन। किताब ठपक्क राख्दै उतिर हेरेँ। मेरो जात के हो थाहा छ? उसले सुस्तरी भनी। तिमीले नभनिकन कसरी थाहा पाउनु? मलाई जातपातसित के? साँच्ची? उसले हाँसो मिश्रित अनुहार लाएर मेरो हात च्याप्प समाती। सत्य शोभा, मान्छे हो, घाँस खाने पशु होइन। अहिलेको समयमा त्यस्तो सोच्नु त विवेक, चेतना र बुद्धि भएको मान्छेको अज्ञानता हो, मूर्खता हो। फेरि घमण्ड गर्ने कुरो पनि होइन। यस ठाउँमा मान्छे भएर बाँच्न निकै गाह्रो छ। नाङ्लो ठटाएर बुहारी टर्साउन जानुपर्छ, हावामा आफूलाई अव्यस्त पार्न जानुपर्छ, रुनलाई हाँस्न जानुपर्छ, हाँस्नका लागि रुन जानुपर्छ, अनि बाँच्नलाई रुवाइले जित्न जानुपर्छ, मर्नुलाई हाँसोले बाँध्न जानुपर्छ। यही नै जीवनको मूल्य हो, कूटनीति हो, अनुभूति हो, दर्शन हो। होइन भने यहाँ मान्छे भएर बाँच्न दोबाटोमा कुकुर मरिया चाहिँ मर्नको लागि अस्तित्वहीन हुनलाई हो। हुन त तिम्रो प्रश्नले मलाई साथी प्राप्त भयो, मैले यही बुझेँ। बरु तिमी मसित यति बाचा गर, यो कुटिल बन्धनले जगडिएको समाजमा तिमी हामीलाई भुइँचालो ल्याऊ, मसाल बालौँ। मेरो वक्तृत्व शक्तिले उसको अनुहारलाई एकैचोटि मुस्कानयुक्त बनाइदियो। आशंका, नैराश्य, विवस्था, भय सबलाई कुचोले बढारे चाहिँ सर्क पन्छाएर राताम्मी तुल्यायो। अनि खुसीको परिधि नागेर मलाई हठात अँगालो हाली उसको टाटाटो आँसु मेरो छातीबाट सल्ल खेल्दै बिलायो। हँसिलो भइसकेको उसको मुहार फेरि एकैचोटि हँड्यारियो। उसले मुठी पारेको हात फुक्क पार्यो, आँखाबाट सर्र आँसु बग्यो। उसको अनुहारमा फेरि मडारियो त्यही नैराश्य, त्यही भय। शोभा, अब तिमीसित एउटा कुरा सोधौँ। हुन त मैले धेरै पटक सोधिसकेँ, तर तिमीले आजसम्म जवाफ दिएनौ। आज पनि तिमीले भनेनौ भने साँच्चै मैले नलुकाइकन भन, आँखामा आँसु आएको किन? तिमी किन रोए कि? आफूले नढाँटिकन भन। मैले फेरि भने। पछ्यौरीले आँसु पुस्दै ऊ झुरुक्क उठी अनि सानो स्वरमा भने, तपाईँ मलाई बिर्सिदिनुहोस्, यो एउटा कुरा नसोध्नुहोस्। तिमीले के कुरा गरे कि? आश्चर्य मान्ने मैले सोधेँ। तिमी नै भन, यति
होइन, तिमीले आज भन्नै पर्छ। मलाई आफ्नो कुरा भन्न किन डराउँछौ? हात छुट्याएर झ्यालतर्फ पाइला चाली, झ्यालको पातिलामा दाहिने खुट्टा अड्याएर कति बेरसम्म नङले भुइँमा कोट्याइरही। खुट्टाको बुढी औँलाले भुइँ कोट्याइरही, मानव ऊ त्यहीँको खाल्डो पारेर बिलाउन चाहन्छे। त्यसले कोट्याइरहेको हेर्दै म पर्खिरहेँ कान तिखारेर। मलाई क्षमा गर्नुहोस्, म लोग्ने मरेकी आइमै, कसैले सुन्ला कि भनेर भए स्वरमा पनि। मलाई ठुलो ढुङ्गाले छिचिए चाहिँ टाउको फन्न कुम्यो। कानमा सुइरो घोजे चाहिँ हो, हाँसौँ कि रोउँ भयो। यति सानो दिमागले सोच्नै सकिन्न वास्तवमा यो के। मैले दिमाग खियाँ। मलाई तत्कालै याद भयो, साँच्चै उसका नारीहरूमा चुरीको छिरिङ छिरिङ आवाज छैन, तेल नलगाइएको सुक्खा कपाल, रिबनले नबारिएको चुल्ठो, टिका नपाएर हाहाकार गर्दै रोइरहेको निधार, गाजल लाउन नपाएर ओइलाइएका आँखा, ढुङ्ग्री टप लाउन नपाएर लुतुर्क परेका कान, सेतो लुगा सेतै सारी। ओहो, साँच्चै सबै अङ्ग प्रत्यङ्गबाट अझ रौँ रौँले समेत बिरुवा भएको बेहोरा चिच्चाइ चिच्चाइ भनिरहेछ। मलाई कसैले स्वाट भनेर गिजा झै लाग्यो, उपहास गरे झै लाग्यो। आँखै उचाल्न नसक्ने गरी कति बेरसम्म म स्तब्ध भइरहेँ। उसले मेरो मुखमा एकचोटि हेरेर फर्कनलाई खुट्टा उचाले। सङ्घार नागेर जुत्ता लगाउन अगावि मैले दौडेर उसले पछाडिबाट च्याप्प समाएँ। मेरो हातमा उसको एक मुट्ठा चुल्ठो पर्यो। कति बेरसम्म मेरो हातको स्पर्शमा उसको चुल्ठो टोलाइरह्यो, सके कसैको अँगालोमा हरा जस्तो। हेर्दा हेर्दै चुल्ठोका एक एक केस रौँले शोभाको आत्मकथा भनिरहे जस्तो, सुनाइरहे जस्तो मेरो दिमागमा नजानिदो प्रकारले ठोकिएर ओहोर दोहोर भइरह्यो। मेरो हातको औँलाको काप कापबाट उसको चुल्ठो फुस्किएर छटाछुल्ल भएर फैलिरह्यो, तर शोभाको पाइला भने जहाँको तहीँ टक्क अडिरह्यो। कथा सकियो।